वर्ष अझ पनि 15 वर्ष धनबहादुरको नेतृत्वबाट मात्रै यो दलबाट भागेर भविष्य बन्ने कुरामा सम्भव छ। अरू कसैबाट हुँदैन। त्यसैले आदरणीय पुरानो दाजुभाइको मनबाट नै एउटा स्वच्छ मनबाट तपाईँले तारा चिन्हमा मतदान गरेर धनबहादुर बुढालाई यो पटक पनि अत्याधिक मतले विजय गराउन तपाईँहरूको महत्त्वपूर्ण भूमिका रहेछ भन्दै यो लामा धारामा बुढेल मास्टरलाई साथी राख्दै म मेरो आमदानी भने यति गर्छु। हस्त धन्यवाद। चाहे राजपथ आओस्, आशा आओस्, चाहे कुनै पनि पार्टीलाई हामी गाली पनि गर्न चाहन्नौँ, कुनै व्यक्तिलाई पनि हामी गाली। तर हाम्रो नेकपाको आफ्नो सिद्धान्त छ। हाम्रो यो नेकपा पार्टी भनेको ठुलो गौरवशाली पार्टी हो। हामी आफ्नो योजनाबद्ध तरिकाले हामी जान्छौँ आफ्नो मिसन पुरा गर्नतिर। तपाईँहरू ढुक्क हुनुहोस्, कुन ठाउँ आवश्यकता छ त्यही अनुसारले छलफल गर्नुहोस्। छलफल गरेर यो गाउँको यो वडाको मन्त्री भनेको को वडा अध्यक्ष हो। त्यस कारणले गर्दाखेरि तपाईँले प्रक्रियामा जानको लागि तपाईँले सबै संयुक्त रूपमा छलफल गरेर निर्णय गरेर वडा अध्यक्ष मार्फत आउनुभयो भने हामीले त्यसलाई मान्यता दिनेछौँ र हामी तपाईँहरूको मागलाई हामी प्राथमिकताको आधारमा हामी सम्बोधन गर्ने हामी प्रयास गर्नेछौँ। धेरै कुरा म बोल्दैन, अब समयको पाबन्दीले गर्दाखेरि हिजोको दिनमा जसरी यस पवित्र स्थानका बुवाआमा दाजुभाइ दिदीबहिनीहरूले मलाई आफ्नो इष्टमित्र सम्झेर, आफ्नो साथीभाइ सम्झेर, आफ्नो दाजुभाइ सम्झेर, आफ्नो नातागोता सम्झेर मलाई माया गरेर विश्वास गरेर 3 पटकसम्म भोट हालेर अत्याधिक मतले विजय गराउनु भएको थियो। त्यसै गरेर केही फागुन 21 गते पनि आफ्नो भाइ सम्झेर, साथीभाइ सम्झेर, इष्टमित्र सम्झेर तारा चिन्हमा भोट हालेर अत्याधिक मतले विजय गराउनु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। सँगसँगै समानुपातिकमा तारामा पनि भोट हाल्न अनुरोध गर्दै मेरो आफ्नो छोटो मन्तव्य यही टुङ्ग्याउँछु। हस्, धन्यवाद सबैलाई, नमस्कार। कम्युनिस्ट पार्टीलाई विजय गरौँ। चौतर्फी विकास हुनलाई सारा, चुनाव चिन्ह है हाम्रो तारा, चुनाव चिन्ह है हाम्रो तारा। सबै मिलिजुली एकजुट भई भोट खसालौँ तारामा। मतदान केन्द्रमा गई बिजुली बाटो शिक्षा घर घरमा पानी भोट खसालौँ तारामा। यति कुरा जाने कांग्रेस एमालेबाट आउँदै कुनै निकास, कांग्रेस एमालेबाट